मर्या लासमा बाट म पैसा उठाएर बिरामीबाट यहाँ आत्था गरेर पोल्दै आएको बिरामीबाट म भ्याट उठाएर अनि यसलाई बुझाउँछु, बरु बन्द गरिदिन्छु हस्पिटल। म बुझाउँछु, म बुझाउँछु, बरु यो देशमै बस्दिनँ। कस्तो खालको कुरा गरेको? योभन्दा ठुलो अपराध केही हुन्छ? हिजो मरेको लासमा पनि 1% सेवा शुल्क त्यो सरकारले लियो भनेर हामीले केपी ओलीलाई आएर भन्दाखेरि त्यतिखेर यो त गर्नु हुँदैन भनेर चाहिँ हटाएको। बरु कम्युनिस्टहरूको सरकार नि धेरै उद्धारवाद देखियो क्या। यो त नि पुरै दलाल र तस्करहरूको सरकार हुन्छ। बरु यो देशमै बस्ने, बरु बन्द गरिदिन्छु हस्पिटल। म गरिब जनताबाट भ्याट उठाएर म सोनी मोगलेलाई बुझाउँ?